सुर बाजा सँगसँगै अगाडि बस्नुभएका राष्ट्रिय भजन गायक पोषण श्रेष्ठ हुनुहुन्छ बा नारायण बा नारायण नारायण बाबु नारायण। ओहो बाबु, हजुरको भजन कीर्तन त मैले बेला बेलामा सुनिरहेको थिएँ, तर आज अगाडि देख्दा ठ्याक्कै चिन्न सकेन बाबु। अनि भाउ यता हेर न, यो अगाडि मौरीको घाम जस्तो लिएर बसेको चाहिँ के हो त्यो? बा साँच्चै यो चस्मा त फेर्नै पर्ने हो बा। यो चाहिँ मौरीको घाम होइन बा, यो ढोलक हुन्छ नि बा। यो ढोलक भन्ने बाजा हो। यो बाजा बजाउने चाहिँ यही दाङ निवासी हुन्छ। अहिले काठमाडौँमा बसेर आफ्नो कर्म गरिराख्नु भएको यही दाङ निवासी विजय भाइ हुनुहुन्छ। एकपटक ढोलकको आवाज सुन्ने हो त बा? ए बाबु यता सुन त बा, यो ढोलक भन्दा मान्छे सानो छ, साँच्चीकै बजाउँछ त बाबु यसले। सुन्ने हो त बा? ल सुन एकपटक सुन है त। फेरि बाजा सुन्नै नहुने रहेछ। यो बाबुको ढोलकको धुनले त मलाई जवानीकै जोस दिलाइदियो बा, धन्नै ढाड खस्किएन। ल बा, अब जवानी जस्तो हुँदैन नि, जवानीमा नाच्नु भयो होला, अनि बाजा त बज्नै नहुने रहेछ बालाई। हो त भाउ। अनि भाउ यता यो सोलरको पाता लिएर बसेका चाहिँ को हुन् नि? यो सोलर होइन बा, यो चाहिँ यता यता बा आधुनिक बाजा हो। अनि यो भित्र झन्डै झन्डै 2000 बाजाहरू हुन्छन् बा। यो आधुनिक बाजा हो। यो बाजा बजाउने चाहिँ हाम्रो लमै निवासी पवन बस्याल भाइ हुनुहुन्छ। एकपटक यो बाजा पनि सुन्ने हो बा? सुनौ भाउ सुनौ। ल है त। बा यो बाजा चाहिँ हजुर नाच्ने बाजा होइन कि बा, यो त अलि तन्नेरीहरू नाच्ने बाजा हो। होइन भाउ, अलिअलि त नाचेकै हो नि म पनि, तर खासै भेट टिक्न पो सकेन त। जवानीमा म घन्टौँसम्म नाच्थेँ बा। रहेछ भा, रहेछ, थाहा भइसक्यो। यो जोस देख्दा थाहा भइसक्यो बा। हो भाउ। अनि बाबु यता चाहिँ यो आगो फुक्ने ढुङ्ग्रो लिएर आएका चाहिँ के हो? यहाँ ध्वनि जगाउँछ नि बाबुले। ए बा, यो ढुङ्ग्रो होइन कि, यो चाहिँ हजुर जहाँ बस्नुहुन्छ नि वृन्दावन, त्यहाँ वृन्दावनमा कसको धाम हो बा थाहा छ नि? भगवान् श्रीकृष्णको। भगवान् श्रीकृष्णको ओठमा जुन बाजा थियो नि, बन्सी बाँसुरी हो, त्यही बाँसुरी बजाउनुहुन्छ। अनि यहीँ हाम्रो दाङ निवासी हुनुहुन्छ नरेन्द्र रोका भाइ। एकपटक भगवान् श्रीकृष्णले जस्तै बाँसुरी बजाउनुहुन्छ, उहाँले सुन्ने हो त बा? सुन्ने हो बाबु। ल बा, ओहो के भयो? बाँसुरीको धुनले त हजुरलाई कहाँ पुऱ्यायो? के सम्झिनु भयो बा? मैले त स्वयं साक्षात मेरा प्रभु श्रीकृष्णले बजाएको जस्तो लाग्यो बाबु। यो धुनले त साह्रै मन छोयो बाबु। त्यसैले म त खै कुन सोचाइमा परेछु। यो बाजा नै त्यस्तै खालको हो बा। त्यसै भगवान् श्रीकृष्णले बाँसुरी रोज्नु भएको होइन नि बा। यो बाजाहरू मध्येमा यो राजा बाजा हो कि बा। यसको धुन हेर्नुहोस् त, हजुरलाई यति वृद्ध मान्छेलाई कल्पनामा कहाँ पुर्याइदियो यो बाजा? हो त बाबु। अनि बा यसो अघि आउँदै गर्दा यो थैली चाहिँ के बोकेर आउनुभयो बा? यो थैलीमा धेरै कुराहरू छ। अब
यसो तीर्थधाममा हिँडेको बाटोमा केही अप्ठ्यारो पर्ला, केही भोजन प्रसादी ग्रहण गर्नु पर्ला भनेर बाटोमा माग्दै माग्दै हिँडेर केही न केही कुराहरू लिएर आएको छु। तर यहाँ पनि भगवानकै धाममा आइपुगेछ। अब म बुढोलाई त्यही भगवानको धाममा त्यसै पनि प्रसादी ग्रहण गरिहाल्छु। तर भाव अब यहाँ गुरु पण्डित कलाकारलाई के कस्तो छ भोजनको व्यवस्था? एकदम राम्रो छ नि बा, सबै कुरा ठिक छ बा। हो र भाउ, यो चाहिँ के देखाउँदै हुनुहुन्छ बा? यो चाहिँ यसो ल भाउ, यो चाहिँ साग अनि थोरै आलु पनि छ भाउ। यो चाहिँ बाले यति दुःख गर्नै पर्दैन, यहाँ भक्तहरूले सबै ल्याएर भरिपूर्ण छ बा। हो र भाउ, एकजना भक्त पनि रित्तै त आउनु हुँदै हुन्न, सबैले तरकारी बोकेर आउनुहुन्छ बा। त्यसो भए यो मैले ल्याइदिएको पनि भगवानकै प्रसाद सम्झेर सबैजनाले बाढी चढी खानु भाउ। हुन्छ नि बा, ल ठिक छ ठिक छ। अनि भाउ, यो चाहिँ के हो बा? यो चाहिँ गौरस भाउ। अब मैले पराइ देख्छु कलाकारहरूले गौरस बिना खानै खाँदैन, त्यसैले यहाँ देख्न पाएका छन् कि छैन यसो नदेखेको भए यो लगेर देखाइदिनु बा। थपी थपी भात खान्छन्। अब यहाँ त सेतो भनेको हजुरको दाढी मात्रै हो बा, अरू त सेतो देख्न पाइँदैन। अब यहाँ गाई भैँसी कसैको घरमा छैन। अनि भक्तजनहरूले उता डेरीबाट पनि ल्याइदिनुहुन्न बाबु? अब डेरी पनि टाढै छ जस्तो छ बा, यहाँ त आउँदैन। गुरुले पनि उतै घरको दही सम्झेर खाने हो। कलाकार मध्येमा झाँकी कलाकारले पनि घरैबाट ल्याएर आउनु भएको छ, घिउ त्यही खानु भएको छ। अरूले त त्यस्तै हो। यही गौरस दही घिउ खान नपाएर रहेछ। कलाकारहरू पनि सुके सुके देख्छु त भाउ। अनि भाउ, ए हेर न, मैले बाटामा आउँदै गर्दा भेटेको एउटा इट्टा पनि बोकेर ल्याएको छु भाउ। अनि भाउ, यो चाहिँ यो भागवत सप्ताह चाहिँ के आयोजनाको लागि लाग्दैछ नि भाउ? ए बा, अघि मैले भने नि हजुरले सुन्नु भएन जस्तो छ। यो शिवालय मन्दिरको आयोजनामा भएको यो अनुष्ठान अब सबैजना तुलसीपुरवासीहरूलाई निरोगी बनाउनका लागि एउटा योग हल निर्माण गर्ने भनेर आयोजना भएको यो अनुष्ठान हो। यो अनुष्ठानमा धेरै भक्तहरूले अहिलेसम्म धेरैले दान पनि गरिसक्नु भएको छ। योग हल निर्माणको लागि भनेर भूमिदान पनि भइसकेको छ बा। अब त्यसमा घर बनाउन चाहिँ बाँकी छ बा। ल बा, त्यसो भए योग हल बन्दै गर्दा जगमा सबभन्दा पहिलो इँटा चाहिँ मेरै नामको राखिदिनु है भाउ। हुन्छ नि बा, हजुर जस्तो वृद्ध मान्छेले त यति सोचेर एउटा मात्रै इँटा भए पनि मेरो तर्फबाट लागोस् भनेर यो इँटा बोकेर आउनु भएको छ भने यसलाई त हामी किन खेर जान दिन्छौँ र बा? यो हजुरकै नाममा त्यो भवनमा लाग्ने छ बा। यति मात्रै कहाँ हो भाउ, मैले त छड पनि बोकेर ल्याएको छु। यो छड पनि योग हल निर्माणको लागि प्रयोग गर है भाउ। ल ठिक छ बा, म आयोजक परिवारको तर्फबाट एकजनालाई बोलाउँछु है, मिल्छ भने संयोजकजीलाई बोलाउँछु। हुन्छ भाउ। अध्यक्षज्यू आइदिनु होला कृपया। बा ल हेर्नुहोस्, यो अनुष्ठानको आयोजक मध्येको अध्यक्ष चाहिँ उहाँ हुनुहुन्छ बा, उहाँलाई हस्तान्तरण गर्नुहोस्। ल अध्यक्षज्यू नारायण हरि, यो इँटा र छड चाहिँ अवश्य प्रयोग गर्नुहोस् है। अनि अध्यक्षज्यू हेर्नु न, मैले आफ्नो वृद्ध भत्ताबाट छुट्याएको केही रकमहरू पनि हजुरलाई हस्तान्तरण गर्दैछु। यो पनि मन्दिर यो योग हल निर्माण हुँदै गर्दा यो मेरो तर्फबाट सानो सहयोग भयो है भाउ। अरे बा, हजुर जस्तो वृद्ध मान्छे त यो घरका निर्माणका लागि यति खटिनु भएको छ भने
अब हामी तुलसीपुरवासीहरू सबै मिलेर यो भवन त अवश्य बनाउँछौँ। जोरदार ताली सेवा गरिदिनु होला। यो भवन अवश्य बन्छ भन्ने उद्देश्यले बाले यति गर्नु भएको छ भने हामीले किन अधुरो छोडौँला र बा? अनि भाउ अँ, अब सुन न, दान पनि गरिहाल्यो, पुण्य पनि कमाइहाल्यो। अब यसो माथि गएर व्यास गुरुदेव र भागवत भगवानको दर्शन गर्छु। त्यस पछाडि के छ? दानदातालाई नचाउने चलन छ कि छैन? एकदम छ बा, एकदम छ। त्योभन्दा अगाडि मलाई हजुरलाई एउटा प्रश्न सोध्न मन छ बा। हुन्छ, सोध न भाउ, सोध। अनि हजुरलाई यहाँ नेपालकै मान्छे वृन्दावन चाहिँ किन गएर बस्नुभयो बा? ए भाउ, यो भुलिसकेको अतीतलाई किन कोट्टाउँदैछौ? होइन, सुनौ न बा एकपटक। ठिकै छ, जिद्दी गरिहाल्यो। अब तिमीले सुनाउनु न भनेपछि सुनाउनै पर्यो। ल भाउ, मेरो कहानी यसो बसेरै सुनाउ भाउ। उठेर लानु न म छ। अब म यहाँबाट वृन्दावनसम्म गएर कसरी बसेँ, यतिका धेरै वर्षसम्म म कसरी त्यो ठाउँमा बसेँ होला? कहानी लामो छ। मेरो घर पनि यही नेपालमै थियो, नेपालकै दाङ जिल्लामै हो। तर बाबु, करिब म 35-36 वर्षको उमेर हुँदा मेरी श्रीमतीको निधन भयो। उनले यो धरातल छोडेर गए। त्यस पछाडि दिन बित्दै गयो। म पनि बुढो हुँदै गएँ। 2 भाइ छोरा र 2 बहिनी छोरी पनि हुर्किँदै गए। बिस्तारै छोरीहरू बिहे गरेर पढाइ घर गए। छोराहरूले पनि बिहे गरेर श्रीमती ल्याएर। त्यति मात्रै कहाँ थियो।